हेलो नमस्ते सबैजनालाई। म आज फेरि सानो फास्ट बलिङ टिप्स लिएर आएको छु है। आफूमा भएको नलेज सेयर गर्नलाई, जुन अपकमिङ क्रिकेटर्सहरू आउँदै हुनुहुन्छ, खेल्दै हुनुहुन्छ र सिक्न खोज्दै हुनुहुन्छ है। मैले आज दुईटा कुरा गर्छु। एउटा कुरा चाहिँ रिस्ट पोजिसन कतिको इम्पोर्टेन्ट छ र अर्को चाहिँ क्लोज द विकेट बल खेल्दा कति फाइदा हुन्छ एज अ बलर है। रिस्ट पोजिसन जुन हामीले जस्तो अब मेरो डेजहरुमा पनि क्रिकेट खेल्दा अब वाइड अफ द क्रिज युज गर्ने, क्लोज द विकेट युज गर्ने, फ्रन्ट क्रिज युज गर्ने, ब्याक क्रिज युज गर्ने, त्यो धेरै कुराहरू हुन्छ हैन। र त्यसले चाहिँ जस्तो हामीले वाइड क्रिज युज गरेर इन स्विङ फाल्दा या वाइड के अरे क्लोज द विकेट आएर आउट स्विङ फाल्दा ब्याट्सम्यान आजभोलि रिड गर्नुहुन्छ है। ब्याट्सम्यानहरूले रिड गर्छ आजभोलि, किनभने क्रिकेट त्यति स्मार्ट भइसक्यो। त्यसको लागि मैले कुरा गरेको रिस्ट पोजिसन। हामीले यो रिस्ट पोजिसनबाट हैन इन स्विङ र आउट स्विङ एज अ लेफ्ट आर्म पनि है, जुन अहिले बबल स्विङ हैन त्यो फेमस छ नि मिचेल स्टार्कबाट हैन, जुन एज अ लेफ्ट आर्म मिडियम पेसर पोजिसन यो भयो। र यो राम्रो हुनको लागि हामीले यो एकदमै वर्क गर्नुपर्ने हुन्छ प्र्याक्टिसमा। एकदमै त्यत्तिकै आउँदैन यो, मेबी इट टेक्स मन्थ, a few months or maybe year, तर आउँछ। प्र्याक्टिस गर्नुपर्छ है, किनभने एज अ लेफ्ट आर्म इन स्विङ ग्रिप गर्न सजिलो छ हैन। त्यही राइट ह्यान्डको पनि त्यही हो, डिपेन्ड गर्छ नेचुरल स्विङ कुन छ त्यो पर्टिकुलर मिडियम पेसरको। र त्यही हो हैन, एउटा स्ट्रेट सिम पोजिसन भयो है राइट आर्मको लागि पनि। अनि त्यही हो, अब आउट स्विङको लागि अलिकति हामीले ग्रिप हैन, सिमको पोजिसन स्लिपतिर र इन स्विङलाई अलिकति हामीले फाइन लेगतिर हैन। त्यही भएर एज अ राइट ह्यान्डेड पनि यो कुरामा वर्क गर्न एकदमै टाइम लाग्छ अलिकति हैन। दुइटै इन स्विङ आउट स्विङ फाल्नलाई रिस्ट पोजिसनबाट हामीले फाल्न सक्यौँ भने धेरै इम्पोर्टेन्ट है। यो तपाईँलाई एकदमै फाइदाजनक हुन्छ एज अ बलर, रादर देन युजिङ वाइड अफ द क्रिज क्लोज द विकेट। यो कुराहरू युज गर्ने ब्याट्सम्यानले रिड गर्न पाउँदैन हामीले रिस्टले बल भित्र बाहिर गऱ्यो भने है। यो एकदमै इम्पोर्टेन्ट कुरा हो एज अ अहिले न्यू कमर जति पनि मिडियम पेसर आउँदै हुनुहुन्छ, र रिस्टले भित्र बाहिर गर्न धेरै प्र्याक्टिस चाहिन्छ। डोन्ट फर्गेट द्याट है। र एउटा प्रपर ट्रेनिङ गाइडेन्स भयो भने यो कुरा गर्न सकिन्छ, असम्भव छैन है। र अर्को कुरा भनेको क्लोज द विकेट फाल्दा एज अ मिडियम पेसर के फाइदा हुन्छ। क्लोज द विकेट हामीले बल फाल्दाखेरि फाइदा के हुन्छ भने, फर्स्ट फाइदा ब्याट्सम्यानलाई अलिकति टाइम लेस हुन्छ हजुरलाई रिड गर्नलाई। जुन क्लोज द विकेटमा झरेको बल हुन्छ, ब्याट्सम्यानलाई अलिकति कम टाइम हुन्छ। जुन वाइड अफ द क्रिजबाट फालेको बलमा जुन उसले हेर्ने टाइम पाउँछ, क्लोज द विकेटबाट पाउँदैन, किनभने बल छिटो आउँछ है। अनि अर्को कुरा, क्लोज द विकेट फाल्दाखेरि बल विकेटमा झर्ने चान्सेस एकदमै हाई हुन्छ। त्यो भयो भने फाइदा के भयो, बोल्ड, एलबिडब्ल्यू, क्याच आउट है। यो 3-4वटा अप्सन हामीले ब्याट्सम्यानलाई आउट गर्ने हुन्छ क्या है। तर स्टम्पभन्दा बाहिर फाल्दा हामीसँग अप्सन कि क्याचिङ कि ब्याट्सम्यानले मिस्टेक गर्नु पऱ्यो, हामी एलबिडब्ल्यू र बोल्ड गर्दैनौँ है। सो न्यू कमरको लागि अलवेज बोल विकेट टु विकेट फर्स्ट, अलवेज लर्न बोल विकेट टु विकेट। इट्स भेरी इम्पोर्टेन्ट है, भेरी भेरी इम्पोर्टेन्ट। देन आफ्टर एक्सपिरियन्स लाइक फ्यु इयर्स एन्ड फ्यु म्याचेस, देन यस वी बोल ब्याट्सम्यानको विकनेस हेरेर फिल्डिङ अनुसार है। यो कुरा धेरै इम्पोर्टेन्ट छ। थ्याङ्क यू सो मच। म फेरि अर्को भिडियो लिएर आउनेछु सबैजनालाई। थ्याङ्क यू अल।